course, of course. You be my dessert, I'll be your main course. We split the bill and go home together, and you can show me your forbidden treasure. नमस्कार, जय स्वराज, जय मधेस, जय गढीमाई। म विवेकानन्द शाह फेरि उपस्थित भइसकेका छु तपाईहरुको माझमा। साथीहरु, तपाईहरुलाई थाहै होला सबैजनालाई कि मेरो एउटा अभियान चलिरहेछ मिशन खोज भनेर, हैन? त्यो खोज को क्रममा जाँदा मैले यो खोज भनेको जनताको बीचमा जाने, जनताको पिरमर्का के छ, उहाँको समस्याहरू के छ, त्यसको खोज निकाल्ने, खोजेर त्यसको समस्याको समाधान निकाल्ने काम गरिरहेछु म, हैन? त्यो हाम्रो यो एउटा डाटा तयार भइराखेको छ। यसको बारेमा म तपाईहरुले पछि फेरि विस्तृतमा जानकारी दिउला। अनि के छ भने अहिले हाम्रो वार्ड नम्बर 4 गढीमाई नगरपालिकाको वार्ड नम्बर 4 म सुन्दरपुर गाउँबाट सुरु गरेको छु त्यो खोज, हैन? त्यो खोजको क्रममा जाँदा हाम्रो गाउँ सुन्दरपुर नामले एकदम राम्रो छ, सुन्दरपुर, तर वास्तवमा भन्ने भने त्यहाँको अवस्था हेर्यो भने यो सुन्दर होइन, एकदम यो किचलो भन्छ नि, एकदम फोहोर मैला जस्तो के, हैन? हिँड्न नसकिने त्यस्तो खाले गाउँ भएको छ मेरो, है साथीहरु। त्यही खोजको क्रममा म जाँदा विभिन्न त्यहाँको जनताहरूको, गाउँवासीको विभिन्न समस्याहरू सुने, त्यसको समाधानको लागि म आफ्नो बायोडाटा तयार गर्दै छु, हैन? त्यसकै क्रममा जाँदा बाटोघाटोको अवस्था हेरे मैले, हैन? यो हाम्रो सुन्दरपुरको बाटोघाटोको अवस्था के छ, कस्तो छ, त्यो तपाईहरुको बीचमा म यहाँ तल स्क्रिनमा राख्दै छु, कृपया हेरेर प्रतिक्रिया दिनु होला। अनि यसको विशेष जिम्मेवार व्यक्ति को छ, हैन? त्यसको बारेमा पनि तपाईले खोज तलास गरेर आफ्नो सही राय दिनु होला। ल हेर्नुस् यो भिडियो। जे साथी सब, यी उहे दृश्य है, ये सुंदरपुर के गढीमाई नगरपालिका वार्ड नंबर 4 सुंदरपुर बाजार यानी कि चौक पर के ये अपने के दृश्य देख रहे छी। बिना बरसात के, बिना मेघ पानी के दिन भी यहाँ धारा तो है, लेकिन धारा में पानी खाए लगी लोग के जाए के लेल यहाँ समस्या हो रहा। जे साथी सब, ये सुंदरपुर गांव के बीच रास्ता जो समनपुर को जाई छे पूर्व साइड में, जब बिना मेघ पानी के, बिना बरसात के समय में ये अपने के पूर्व उप मेयर और पूर्व वार्ड अध्यक्ष यानी कि पूर्व मुखिया जी के घर से हो ये रास्ता समनपुर को। जे साथी सब, ये देखियो, ये मुखिया जी के देहात के घर के सामने ऐसा नहीं, बिना बरसात के हर हमेशा ये अवस्था है। यही समय ये सुंदरपुर गांव के स्कूल उड़ी से जो भीतर गांव में पैसी है, वही जगह देखियो, यहाँ सांप सके बिगी है। ये अवस्था में भी सर सफाई कैसन है, दूभी घास उमड़ल है, नाला साफ ना है, हैं? एहन में तक कीड़ा फटेंगड़ा आवे छै। ये देखियो अपने के स्कूल लगे अपने के लूड़ा फेंके छै, बाल बच्चा से लड़का से हगे छै। ये सर सफाई कौन करते, कहिया होते स्कूल लगे, हैं? एहन ये ढलान के अंदर कुछ न है, सीधे वही भीतर गाड़ी चलते सीधे 10 से जाते, जहाँ तहीं देखियो अपने बिना बरसात के पानी। नाव सुंदरपुर बाहर के लोग सब होती की कहते गांव में, की कहते होते, देखियो तो यह अवस्था है सुंदरपुर गांव के, हैं? ये जनप्रतिनिधि के जवाब जे ई बरम बाबा के सामने देखियो, वहाँ हर हमेशा ही फुटले रही है, एलम गाड़ी उल्टे के पल, है ना? वास्तव में भन्ने भने यो वीडियो में गलती कसको होता, है ना? वार्ड अध्यक्ष, वार्ड को चौतरफी विकास, गांव को त्रोल को विकास का लागि स्थानीय सरकार यानी कि वार्ड कार्यालय, वार्ड अध्यक्ष जी को मातहतमा पर्दो रहेछ यो। अनि मलाई के लाग्छ भने हाम्रो वार्ड अध्यक्ष ज्यू जुन नेपाली कांग्रेसबाट निर्वाचित हुनु हुँदो रहेछ, उहाँले आफ्नो काम कर्तव्य राम्रोसँग बुझ्नु भएको छैन, या बुझेर पनि उहाँले गर्न सक्नु भएको छैन, कि गर्नै आएको छैन, के हो कस्तो हो त्यो त कुरा उहाँले नै त्यसको जवाब दिनुहुन्छ होला, हैन? तर वास्तवमा जुन विकास हुनुपर्ने अहिलेको अवस्थामा आएर, अहिलेको समयमा जस्तो हाम्रो गाउँ शहर जस्तो हुनुपर्ने हाम्रो गाउँ, त्यसको तुलनामा गरे भने हाम्रो वार्ड नम्बर 4 यो सुन्दरपुर गाउँलाई एक रत्ते पनि विकास भएको छैन। है साथीहरु, हेर्नुभयो तपाईहरुले, यो कुनै बरसातको बेलाको भिडियो होइन, आजदेखि 2 दिन पहिलाको भिडियो हो साथी। जतिखेर तन्टलापुर घाम उगेको थियो, हैन? घाम उगेको बावजुद पनि, लागेको बावजुद पनि तपाईले हेर्नुहुन्छ यो भिडियोमा, तल पानी जमेको छ, लेउ लागेको छ माटोमा,
हैन। यस्तो अवस्था छ। यति त कति हो मैले सबै त भ्याइनँ हैन। जस जति भ्याइ त्यति गरेँ है। त मेरो आग्रह छ एउटा हाम्रो वडा अध्यक्षज्यूसित कि कृपया गरेर तपाईँले हाम्रो यो जहाँ जहाँ कमी कमजोरी छ बाटोको त्यहाँ तपाईँहरूले काम गर्नुहोस्। मात्र यो होइन कि बजेट चलाउने, पैसा कमाउने हैन, दादागिरी देखाउने, त्यस्तो होइन। काम पनि गरेर देखाउनुहोस् हैन। जनता तपाईँको साथमा हुन्छ। यदि तपाईँ काम गर्नु भएन भने जनता यसपालि अब तपाईँलाई बहिष्कार गर्नेछ बहिष्कार गर्नेछ। तपाईँलाई विचार पुर्याउनुहोस्, होस पुर्याउनुहोस्। ल अहिलेदेखि नै समाजसेवा र यो हाम्रो विकासको कार्यमा तपाईँ लाग्नुहोस्। यदि लाग्नुहुन्न भने जनताले तपाईँलाई अवश्य दण्डित गर्नेछ भन्ने मेरो अपेक्षा र आशा छ जनतासित। म यही भन्दै हजुर आफ्नो 2 शब्द यही भन्दै अब बिदा चाहन्छु। हस्त, नमस्कार, जय मधेस, जय स्वराज, जय गरिमै।